हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। आज चाहिँ हामी अब परिवार पुरै हामी चाहिँ घुम्न जान लाग्यो हैन। कहाँ जान लाग्छ भन्ने तपाईहरुले यसो भिडियो हेर्दै गर्नु होला। हामी जहाँ जाँदैछौँ तपाईहरुलाई पनि त्यही पुर्याउने छौँ। यसो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला। अब हाम्रो छोरी चाहिँ यता रेडी भएर जानलाई सियो, अगाडि अगाडि हिँडिसियो। ल मेरो बुढी पनि रेडी भएर आउँदैछ क्यारे हैन। अब हामी चाहिँ अब निस्किन लाग्यो हैन गाइजहरु। मेरो बुढी चाहिँ पुरै रेडी भएर आउँदैछ। हेलो गाइज, यो भिडियो हेरेर साथ सपोर्ट लाइक शेयर सब्सक्राइब गरिदिनु होला है त साथीहरु। अनि भिडियो इन्जोय गरिदिनु होला लास्टसम्म हेरेर। ल गाइज हामी चाहिँ लागेको है। ल गाइज हामी चाहिँ फाइनली अब स्मारक गेट आइपुग्यो हैन। यो चाहिँ नवलपुर हो हैन। हामी चाहिँ अहिले स्मारक गेटमा छ। अब यो गाडीहरू छोडेर जानुपर्ने हुन्छ। हामी चाहिँ अहिले स्मारक गेटमा बसिरहेको छु। अब जानुपर्ने हुन्छ। ल गाइज हामी चाहिँ अहिले अटो चढेर जाँदैछौँ होइन। अब हामी चाहिँ पुरै अटो चढेर हिँड्दैछु जाँदैछु क्यारे। आज चाहिँ अब यसो के कस्तो रहेछ यसो हेर्नु पर्ने हुन्छ। धेरै समयपछि आएको स्मारक। लगाए चाहिँ हामी चाहिँ फाइनली आइपुग्यो यहाँ स्मारक। यहाँ चाहिँ छिर्ने ठाउँ हो। यहाँ चाहिँ टिकट काट्नु पर्ने हुन्छ। ल यहाँ चाहिँ टिकट रहेछ होइन। प्रवेश दरको 50 रुपियाँ, विद्यार्थीको चाहिँ 30 रुपियाँ रहेछ। ल टिकट ल्याउनु न दुईजनाको। मेरो बुढीले चाहिँ टिकट लिन लगाइरहेको छ। लियो टिकट। ल फाइनली टिकट पनि लियो। 50 रुपियाँ रहेछ एउटाको। ल हामी चाहिँ छिरेको भित्र। चेकिङ हुँदो रहेछ टिकट चाहिँ। ल जाउँ। ल फाइनली हामी चाहिँ भित्र। ल गाइज हामी चाहिँ फाइनली भित्र छिरेको स्मारकको। त छ है बवाल गार्डन। ल ल ल हिँड अगाडि अगाडि। ल हामी चाहिँ अब यो पार्कभित्र छ क्यारे होइन। जे होस् बवाल बनाएर रहेछ। म चाहिँ धेरै समयपछि आएको यहाँ होइन। लगभग 4-5 वर्षै भयो क्यारे यहाँ नआएको चाहिँ। त्यही कारणले आज यसो आइदिएको छुट्टी भएको कारणले। जे होस् बवाल जे होस् दामी बनाएर रहेछ पार्क चाहिँ। हेर्न सक्नुहुन्छ तपाईँहरू पनि पुरै होइन। पार्क चाहिँ बवाल राम्रो बनाउनु भएको रहेछ। दामी छ। ल ल गाइजहरू तपाईँहरू पनि आउनु सक्नुहुन्छ है। अब यो चाहिँ हेटौँडाको नवलपुरमा रहेको स्मारक पार्क है। यो चाहिँ शहीद स्मारक पार्क हो। यो चाहिँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ, भिजिट गर्नु सक्नुहुन्छ। जे होस् धेरै राम्रो ठाउँ छ। पिकनिकको लागि पनि धेरै राम्रो ठाउँ छ यो चाहिँ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। ल यहाँ स्मारकभित्र चाहिँ फेरि यो यत्रो झुलुङ्गे पुल तरेको पनि पैसा लाग्ने रहेछ होइन। 10 रुपियाँ रु 10 रुपियाँ टोकन काट्नु पर्ने रहेछ यो पुल तरेको पनि। हाम्रोतिर चाहिँ फ्रीमा छ। जति पुल तरे पनि हुन्छ। तपाईँहरू आउनु सक्नुहुन्छ। योभन्दा ठुल्ठुलो पुल छ। ल गाइज म चाहिँ अब माथिबाटै भिडियो बनाउन पाएन हैन। मलाई चाहिँ अब घरबाटै पुरै टोइलेट लागिरहेको थियो नि त। दौडेर आएर
टोइलेट छिरिहाल्यो होइन टोइलेट छिरेर अनि त्यसपछि चाहिँ अहिले फेरि भिडियो बनाउनु सुरु गरेको अब यतातिर चाहिँ पुरै यस्तोहरू छ होइन तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन त्यही त अब पुरै यस्तो यस्तो छ पुरै हेर्न सक्नुहुन्छ तपाईँहरूले यता सबै अब यता पुरा गाउँ छ फेरि यो तलतिर हेर्न सक्नुहुन्छ अहिले चाहिँ जे होस् पहिलाभन्दा धेरै रमाइलो रहेछ धेरै राम्रो बनाउनु भएको रहेछ र यो चाहिँ यो अगाडि चाहिँ होटल स्मारक हो हावा पनि डेन्जर चलिरहेको छ सायद आज भोइस राम्रो आउँदैन होला हावाको कारणले के गर्नु यस्तै छ होइन मसँग चाहिँ अब ऊ छैन नि त त्यो म्याक छैन नि त अनि त्यही कारणले अब राम्रो आउँदैन होला क्लियर आउँदैन होला भोइस चाहिँ पुरै अब यस्तै छ कहाँ आएको रे खेल्न आएको ल यता यता लगाएछ हामीले चाहिँ यता फोटोसोटो खिचेर हामी चाहिँ अब मासतिर जाँदैछौँ होइन पुरै हामी चाहिँ मासतिर जाने अनि त्यसपछि अरू भिडियो सिडियो बनाउनु पर्ने हुन्छ हाम्रो चाहिँ मासतिर जाउँ के कस्तो छ अघि त हेर्नु त हेरेको थियो तर हामी चाँडै आएको थियो नि त होइन त्यही कारणले लगाएछ पछाडि चाहिँ पुरै नेपालको झन्डा फरफराइरहेको छ होइन अब हामी चाहिँ फोटोसोटो खिचेर अब जाँदैछु अब पुरै आज चाहिँ पुरै घुम्न पर्ने हुन्छ यहाँ चाहिँ अब ऊ मासतिर पनि जाऊँ मासतिर चाहिँ हाम्रो के अरे अब यसो चितुवा अनि खरायो के छ भन्नु सुनेको थियो होइन त्यो पनि हेर्नु जान्छौँ हामी अब के कस्तो रहेछ हेरौँ सबै ठाउँमा त चाहिँ मुसा रहेछ सबै बसिरहेको रहेछ मुसाहरू चाहिँ होइन पुरै ल यता चाहिँ खरायो रहेछ है गाइजहरू खरायो टन्नै रहेछ हेर्नु सक्नुहुन्छ कस्तो गनाएको छ्या यसको मासु त कति हुन्छ उता होइन है गीत त भन न ल गाइज चाहिँ के हो मयूर रहेछ है मयूर गाइजहरू पुरै भाले र पोथी रहेछ एउटा मात्र रहेछ यता रहेछ भालेहरू चाहिँ ऊ त चाहिँ पोथी यो त लङ्गडे रहेछ ल गुवाई चाहिँ पुरै सुतिरहेको रहेछ घाम ताबिरहेको के को सुत्न नि लगाए चाहिँ अहिले चाहिँ हामी यता मासतिरको पार्कतिर छ होइन अब हामी चाहिँ अब यो के अरे त्यो रोटिपिङ भएको ठाउँतिर गइरहेको छ होइन मासतिर अघि चाहिँ हामी चाहिँ ऊ तलतिर थियो अहिले चाहिँ हामी यता बच्चाहरू खेल्ने ठाउँतिर आएको छु पुरै यस्तो छ ल अहिले चाहिँ हामी यता के अरे जिप लाइन भएको ठाउँतिर गइरहेको छु होइन अब यता चाहिँ पुरै जिप लाइन अनि के अरे बच्चाहरू खेल्ने ठाउँ सबै हालेको रहेछ होइन अहिले चाहिँ पहिले चाहिँ थिएन नि त यत्र अहिले पुरै यस्तो रहेछ यो चाहिँ बच्चाहरू खेल्ने ठाउँ रहेछ अब बोल्छ त यो त यार बोल्छ त अनि बोल्छ भनेको के बोल्छ खोइ
बाबाको मम्मीको हात समातेर हिँड्नु यो पर्दैन चाहिँ ठुलो मान्छे पनि खेल्ने क्या डेन्जर छ नि त घुमाउँदा उहाँ माथि पुग्छ होला ल यतातिर चाहिँ पुरै बच्चाहरू खेल्ने ठाउँ रहेछ होइन अब यता पछाडि पनि छ फेरि यो चाहिँ ठुलो मान्छे खेल्ने चाहिँ होला यता चाहिँ बच्चाहरू खेल्ने ठाउँ रहेछ पुरै ल मेरो छोरी चाहिँ यो घोडा खेल्ने अरे होइन अब खेलाइदिनु पऱ्यो यता चाहिँ अब यो चाहिँ बवाल देखिरहेको छ कि अरू भन्दा ल यो चाहिँ अघि खेल्ने भन्दा थियो अहिले त डराएर ल म यहाँ बस्छु ल बाबाले नखेल्ने अरे त्यहाँ बस्यो बसी त अघि त खेल्ने भने होइन घोडा खेल्ने भने होइन हाम्रो घरको जस्तै घोडा छ नि यो पनि नखेल्ने ल बस ल दिदी त अघि बस्यो दिदी त कति खेल्यो छोड्दै नखेल्ने रे ऊ त खेल्ने उतापट्टि ल गाई अघि चाहिँ हामी तल त्यो छोरीलाई घोडा खेलाउन गएको थियो होइन छोरी चाहिँ डराएर घोडै खेलेन हामी चाहिँ तलबाट फर्केको गाइजहरू अब होइन हामी चाहिँ त्यहाँ माथि अब यसो एक दुईवटा फोटो खिच्ने अनि त्यसपछि फेरि अब हेरौँ एकछिन यसो घुमौँ अनि अहिले बत्ती बलेपछि तपाईँहरूलाई भिडियो बनाएर देखाउँछु अहिले बेलुका भएपछि चाहिँ यहाँ पुरै बत्ती बल्छ क्या पुरै झिलिमिलो हुन्छ होइन त्यसरी चाहिँ झन् बबाल भ्यू आउँछ क्या गाइजहरू अहिले चाहिँ हामी अब यता मास्तिर अब यसो एक दुईवटा फोटो खिच्नको लागि आएको है त गाइजहरू हेलो गाइज भन्दैछ अरे हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नु भन हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नु गुड ल गाइजहरू अब तपाईँहरू मासतिर हेर्न सक्नुहुन्छ होइन अब यो चाहिँ अब लाइट बल्न चालु भयो होइन अब एकछिनमा चाहिँ अँध्यारो भएपछि यहाँ चाहिँ बबाल रमाइलो देख्छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ होइन आऊ हामी चाहिँ माथि जाने ल हामी चाहिँ फर्केको है गाइजहरू माथिबाट छोरीलाई चाहिँ पानी तिर्खा लाग्यो अरे होइन अनि पापा खाने रे होइन छोरी के रे पापा अनि पानी यहाँ किने पनि हुन्छ यहाँ पापा र पानी किन्न जानु पऱ्यो छोरीलाई ल ल ल यहाँ बस त्यो माथिको लिइदिनु न त्यसो कलर धेरै छैन नि त आफै ठुलो सानो भन्छ अनि लाउ छोरी लगायत मेरो छोरी चाहिँ यस्तो यस्तो खानु पर्ने रे होइन के रे छोरी यो के पापा रे के पापा यो भन त लालीपाप लालीपाप होइन यो टाइगरवाला पापा है छोरीको तन्नावाला लालीपाप हो तन्नामा थियो नि होइन छोरी हेर हेर त हेर मिठो रहेछ अब त त्यो खाएपछि त पानी नै खानु नपर्दो रहेछ नि त
लगाएछ अहिले चाहिँ अब यहाँ पुरै लाइट बल्न सुरु भयो पुरै झिलिमिली छ लगाएछ फाइनली अब यता चाहिँ लाइट बल्ने सुरु भयो हैन पुरै यस्तै झिलिमिली छ गाइजहरु ल यस्तो छ पुरै झिलिमिली भइरहेछ अब साँझ पर्यो नि त त्यही कारणले अब पुरै लाइटिङ साइटिङ पुरै भइरहेछ पुरै हामी चाहिँ आज झिलिमिली हुने समयमा आएको छ होइन अब भर्खर झिलिमिली बल्दैछ अब एकछिन डुली हेरौँ के कस्तो उयो हुन्छ रमाइलो कस्तो लागिरहेछ त अनि बत्ती बल्दा चाहिँ दामी लागिरहेछ अघि बत्ती नबल्दा चाहिँ अलि कस्तो ठिकै थियो अहिले चाहिँ अलि राम्रो हो छोरीलाई कस्तो लागिरहेछ छोरी खै यता हेरेर कस्तो लागिरहेछ रे दामी अब हामी चाहिँ अब एक दुईवटा यसो क्यामेराबाट फोटो खिच्छु अनि त्यसपछि हामी अब घरतिर फर्किनु पर्ने हुन्छ है त गाइजहरु ल हाम्रो चाहिँ यता पुरै फोटो सेसन भइरहेछ हैन लगाएछ हामी चाहिँ अब घर फर्केको है गाइजहरु अब तपाईहरु यस्तो भिडियो हेरेर साथ सपोर्ट गर्नु होला लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला हैन अनि केही भन्नु छ अनि सक्दो शेयर गरिदिनु होला धेरै भन्दा धेरै माया देखाइदिनु होला हाम्रो ब्लगमा है त साथीहरु ल गाइजहरु हामी चाहिँ गएको टाटा गर्दै छोरी टाटा चुप गर्दै हो ओ यहाँ लगाएछ हामी चाहिँ अब रात पर्न थाल्यो हैन हामी चाहिँ अब फर्किन लाग्यो हामी चाहिँ अब फर्किँदैछौँ जस दुई चारवटा फोटो क्यामेराबाट फोटो खिचियो हैन अनि त्यसपछि हामी चाहिँ अब फर्किँदैछौँ गाडी पाउँदैन फेरि हाम्रो चाहिँ अब टाढा छ नि त अलिकति त्यही कारणले गाडी पाउन चाहिँ अलिक समस्या हुन्छ त्यही कारणले हामी चाहिँ अब घर जान लाग्यो त्यही कारणले हाम्रो ब्लग चाहिँ यहीँ सकिन्छ सबैलाई सियो टाटा बाइ बाइ